हजुर हजुर थ्याङ्क यू बेटा ह्याप्पी बर्थडे छोरा हस् हस् ड्याडी हस् सरप्राइज म घर आउँदा त यति धेरै तयारी गरिसकेको रहेछ है पुरा यस्तो गरिसकेको रहेछ म भर्खर आएको बाहिरबाट एकदम रमाइलो भइरहेको छ साथीहरू है मेरो घर त फुल यता कोही सामान कुकिङ है आमामा मिठो मिठो कुकिङ गरिरहेछ कोही कटिङ मिट अनि सामान गोज फर सपिङ है अब यहाँ फेरि रुमको हालत अर्कै छ फेरि रुमको हालत पनि डेन्जर बनाएर राख्छ साथीहरूले म रुम पनि देखाउँछु है त पुरा हाम्रो रुममा हेर्नु यस्तो सजाएर बाप्रे यता बेड पनि पुरा मिलाइदिएछ है बेड पुरा मिलाइदिएर एकदम रमाइलो भएको छ यस्तो यिनीहरूले यस्तो गर्छ भने थाहै थिएन मलाई एकदम किसिमले बताउँदै हुन्छ म्याडमले म्याडमको एकदम भिआइपी म्याडम हो द्याट्स वाइ सी नेभर सो हर फेस इन द भिडियो है खसीको मासु काट्दैछ नि मेरो साथीको जन्मदिनको उपलक्ष्यमा साथीको जन्मदिनको उपलक्ष्यमा यता पनि तयारी हुँदैछ हाम्रो भान्जा बाबु थाक्यो कति काम गऱ्यो त आज अनि अहिले त म पुरा ह्याप्पी छु नि त एकदम एक्साइट मोमेन्ट भयो नि त गाउँबाट ल्याएको खसीको मासु हेर्नु नि फर्स्टमा नै छाला पनि हाल्दैछ मासु मात्रै बनाइदिन्छ मासु मेरो बहिनी चाहिँ डाइटिङमा छ हैन डजन्ट लाइक टु इट मोर है This is our dinner for tonight, guys. I'm eating dinner खाँदैछौँ हैन. Cheers, guys. Let's go.
एकदम रमाइलो भएको छ। अब म पनि रेडी हुन्छ है त। आज जन्मदिनको उपलक्ष्यमा हामी आजको जन्मदै हुनुहुने व्यक्तिलाई 2-4 शब्द व्यक्त गर्न चाहन्छु। धन्यवाद। ताली। धन्यवाद। यहाँ उपस्थित सम्पूर्ण मेरा हृदयका एकदम नजिक भएको महानुभाव व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद छ सबैभन्दा पहिलो सुरुमा। अनि स्पेसली आई लाइक टु थ्याङ्क माई अल द मेरो एकदम दिलको करिबी मान्छेहरूलाई धेरै धेरै धन्यवाद छ जसले आजको मेरो दिन एकदम राम्रो बनाइदिनु भयो। त्यसको लागि थ्याङ्क यू सो मच। यति राम्रो सुमधुर समय हामीले भोलि पनि फेरि पाउँदैनौँ। सो थ्याङ्क यू सो मच एभ्री वान। सबैभन्दा धेरै धेरै स्वागत छ मेरो बर्थडेमा। हाउ फिलिङ? यो कोदाको सबभन्दा धेरै पढाइ लेखाइ म्याडम आउनुभयो। वेल एजुकेटेड। तपाईँलाई कस्तो लागिरहेको छ? मलाई धेरै खुसी लागेको छ। मेरो बर्थडे मन पर्दा राम्रो मान्छेलाई भेट्न बर्थडेमा मेरो हितैषीको मित्रहरूले दिनुभएको मेरो परिवारले दिनुभएको गिफ्टलाई चाहिँ अनबक्सिङ अथवा हेर्ने समय आइसकेको छ। सो आज मैले चाहिँ कसले के दिनुभयो मेरो बर्थडेमा भनेर हेर्ने तर्कमा छु। मैले अलिअलि देखिसकेको छु र तपाईँहरूलाई पनि देखाउने कोसिस गर्दैछु है त। थ्याङ्क यू। यसमा के रहेछ? यसमा के रहेछ? ओ एज यु नो है, this is ring light.
थ्याङ्क यू सो मच श्रेष्ठ मेरो जसले मलाई तिमी राम्रो रिङ लाइट किनेर दिनुभएको छ है त्यसको लागि धेरै धेरै धन्यवाद एकदम थ्याङ्क यू सो मच फर दिस गिफ्ट त्यस्तै गरी मलाई मेरो दिदी भिनाजुले दिनु के दिनुभएको छ हेरौँ है त रहेको छ वाउ यस्तो राम्रो हुडी हेर्नुहोस् न मलाई सोनीको यस्तो राम्रो हुडी दिनुभएको छ यस्तो राम्रो हुडी दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद म यो लगाइहाल्छु है त लगाएर तपाईँलाई देखाइहाल्छु हेर्नुहोस् न मलाई यस्तो राम्रो देखेको छ यो हुडीले एकदम धेरै धेरै धन्यवाद मेरो दिदी भिनाजुलाई धेरै धेरै धन्यवाद दिएको छ मेरो चाहिँ तेरो साथीले दिनुभएको अर्को गिफ्ट हो थ्याङ्क यू मेरो सर फर दिस लभली गिफ्ट उहाँले दिनुभएको हो मलाई उहाँको आफ्नै बुटिकमा डिजाइन गरेर दिनुभएको यो ड्रेस हो है सबैले चाहिँ मेरो लिङ्कको डिस्क्रिप्सनमा छ उहाँको फेसबुकको बुटिकको पेज त्यहाँ गएर तपाईँहरू पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ कति राम्रो गिफ्ट दिनुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद राम्रो छ यो पनि लाएर देखाउँ त ओके त वाह भेरी नाइस तर जसले जे भने नि रेड कलर इज फेभरेट क्या है एज यु क्यान सी बाबा देख्छ क्या रेड कलर है धेरै धेरै धन्यवाद एकदम राम्रो गिफ्ट दिनुभयो थ्याङ्क यू सो मच निरन पासा फर दिस लभली गिफ्ट अर्को रहेको छ मेरो गिफ्ट त्यस्तै अर्को मेरो दिदीको तर्फबाट के रहेको छ हेरौँ है त के होला यसमा हेरौँ है त के रहेछ कति धेरै प्याकिङ क्रिम रहेछ गाइस म अलिक कालो कालो भएर चाहिँ मेरो दिदीहरूले मलाई क्रिम लास्टमा क्रिम दिनुभएको छ थ्याङ्क यू सो मच धन्यवाद त्यस्तो अर्को रहेको छ गिफ्ट mask अझै बाँकी छ जति पनि साथीहरूले मलाई फेसबुक अनि मेसेन्जर भाया टेक्स्ट मेसेज एज वेल एज टिकटकमा विस गर्नुभयो सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद भन्न चाहन्छु यति मिठो माया अनि विसको लागि थ्याङ्क यू सो मच एभ्री वान धेरै धेरै धन्यवाद छ यसरी नै मलाई माया गरिराख्नु हजुरको आशिष दिइराख्नुहोस् तपाईँको आशिष लागोस् यस्तै माया मैले हजुरको सधैँभरि पाइराखौँ थ्याङ्क यू अनि जाँदा चाहिँ लास्टमा मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न नबिर्सनु होला है त हस् धन्यवाद थ्याङ्क यू